Hello guys, नमस्ते, गुड इभिनिङ। आज चाहिँ यहाँनिर अब यो बेडलाई खोल्दैछ, खोलेर चाहिँ त्यहाँ भित्र हाल्ने टाइम आयो। आजको दिन चाहिँ यो लास्ट भिडियो म तपाईँलाई देखाउँछु कस्तो देख्छ। जोइन हुँदैछ यहाँ बेड। बेड जोइन गर्दैछ रुममा ल्याएर। यो बनाउला म फाइनल लुक देखाउँछु तपाईहरुलाई। हेलो गाइस, वेलकम बैक टू माई अनदर ब्लग। बेड बनाउने मान्छे चाहिँ यहाँ हुनुहुन्छ, मेरो आपा हुनुहुन्छ। यो बेड बनाउनको लागि कति दिन लाग्यो आपा? थाहा छैन। कतिजना लाग्यो? 2 जना कि तपाईँ एक्लैले बनाउनु भएको? 2 जना साथी चाहिन्छ। यो यत्रो ठुलो बेड चाहिँ नि 2 जना साथी चाहिन्छ, किनकि उचाल्नु नाप्नु चाहिन्छ। यो चाहिँ कति बाई कति हो? यो 6 बाई 6 को। यो चाहिँ एकदम ठुलो एरिया ढाक्छ यसले चाहिँ, हेर्न सक्नुहुन्छ। आज चाहिँ फाइनल यो कोटिङ गरिसक्यो। यसलाई पलिस गरेर दामी यसको दिनुभयो। यो चाहिँ जस्ट सिम्पल हो। यो भन्दा दामी दामी बेड बनाउन सक्नुहुन्छ। मेरो आपाले यहाँ हुनुहुन्छ। मेरो आपा चाहिँ अन्त आज चाहिँ घाम दामी लागेको छ, त्यसै कारण पलिस लगाएर मजाले सुकाउनु भएको छ। यसलाई चाहिँ अझै टाइम छ यसको। अझै यहाँनिर बिचमा प्लाइवुड हाल्नुपर्छ, त्यसै कारण हेर्दै गर्नु होला गाइस। थ्याङ्क यू सो मच। अब यिनीहरू रुमाले मिल्छ नि त। अहिले कहाँ भयो नकस ल पछि खोल्नु पो पर्छ। ए खोल्दै अब पास दिएर बाहिर निकाल्नु पर्यो। अनि घर बनाउनु गरम भएको बेलामा खोल त त्यति नै यहाँदेखि खोलिँदैन त, एउटा मात्रै धुप भएको बेलामा उदाबातीको खोल्नु नि भैया उठेर। यता पसेर यतैबाट हुन्छ, यहीँबाट उभिएर भ्याउँछ। नोटबुक कहाँ गयो पढ्यो? थाहा छ, मलाई थाहा छैन है। गरम हौ। यसको कसो तल पनि लगाएन, दुईटा नट लगायो। कसैको टाइट गरेर हाले